यूहन्ना 3 अध्याय मैले जस्ताको तस्तै तपाईँहरूको माझमा पाठ गरेँ है त यो चाहिँ। अनि तपाईँहरूले सुन्नुहोला र आशिषित हुनुहोला। निकोदेमसलाई येशूको शिक्षा। फरिसीहरूमध्ये निकोदेमस नाउँ भएको एकजना मानिस थिए। तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। यिनी राति येशू कहाँ आए र उहाँलाई भने, गुरुज्यू, हामी जान्दछौँ तपाईँ परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनु भएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन। येशूले तिनलाई जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? येशूले जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मिएको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मिनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ। निकोदेमसले उहाँलाई सोधे, यो कसरी हुन सक्दछ? येशूले तिनलाई जवाफ दिनुभयो, तिमी इजरायलका गुरु हौ र पनि यी कुरा बुझ्दैनौ? साँच्चै म तिमीलाई भन्दछु, हामी जे जान्दछौँ त्यो भन्दछौँ र हामीले जे देखेका छौँ त्यसको गवाई दिन्छौँ, तर तिमीहरू हाम्रो गवाई स्वीकार गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीका कुरा भने र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताएँ भने कसरी विश्वास गर्न सक्छौ? स्वर्गबाट ओर्लिआउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लिएको छैन। जसरी मूसाले उजाड स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूको काम दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसका काम प्रकट हुनेछन्। सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रष्टै देखिन्छ। दोस्रो शीर्षकमा हामी हेर्छौँ, बप्तिस्मा दिने यूहन्नाको पछिल्लो गवाई। यसपछि येशू र उहाँका चेलाहरू यहुदिया देशमा जानुभयो र त्यहाँ तिनीहरूसँग केही दिन बास गर्नुभयो र बप्तिस्मा दिनुभयो। यूहन्नाले पनि सालिमको छेउ एनोनमा बप्तिस्मा दिन्थे, किनकि त्यहाँ प्रशस्त पानी थियो। त्यहाँ मानिसहरू आउँथे र बप्तिस्मा लिन्थे। त्यस बेलासम्म यूहन्ना झ्यालखानामा परेका थिएनन्। त्यसै बेला यूहन्नाका चेलाहरूको एकजना यहुदीसँग शुद्धिकरणको विषयमा वाद विवाद भयो। यूहन्ना कहाँ आएर तिनीहरूले उनलाई भने, गुरुज्यू, यर्दन पारी जो तपाईँसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईँले गवाई दिनुभयो, हेर्नुहोस्, उहाँले बप्तिस्मा दिइरहनु भएको छ र सबै उहाँ कहाँ जाँदैछन्। यूहन्नाले जवाफ दिए, मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। म ख्रिस्ट होइन, तर म उहाँभन्दा अगाडि पठाइएको हुँ भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ। जससँग दुलही छ, दुलहा त्यही हो। दुलहाको मित्र जो उसको छेउमा खडा हुन्छ, उसको स्वर सुनेर अत्यन्त आनन्दित हुन्छ। यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ। उहाँ बढ्नु, तर म चाहिँ घट्नु आवश्यक छ। माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ।
पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाई उहाँ दिनुहुन्छ, तर उहाँको गवाई कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाई ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ। किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरका वाणी बोल्दछ, किनकि परमेश्वरले बिना नाप पवित्र आत्मा दिनुहुन्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ। जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। आमेन।